हेलो साथीहरु, यहाँलाई स्वागत छ यस न्यू भिडियोमा। आजको यस भिडियोमा चाहिँ एउटा नयाँ अर्निङ एप्लिकेसनको बारेमा चाहिँ कुरा गर्ने छु हैन। पेमेन्ट प्रुफ सहित देखाउने छु हैन। धेरै दिन भयो भिडियो अपलोड गर्न पाएको थिएन, आफ्नै काममा बिजी थिए। सो आज चाहिँ यस एप्लिकेसनको चाहिँ पेमेन्ट प्रुफ देखाउने छु हैन। भिडियो अलरेडी बनाइसकेको थिए यस एप्लिकेसनको बारेमा चाहिँ र फेरि पनि तपाईहरुलाई चाहिँ पेमेन्ट प्रुफ देखाउने छु हैन। कसरी विथड्र गर्न सकिन्छ, कसरी अर्निङ गर्ने र कतिसम्म हामीले यसबाट अर्निङ गर्न सकिन्छ भन्ने बारेमा चाहिँ यसै भिडियोमा चाहिँ आज डिस्कस गर्ने छौं। सो भिडियो चाहिँ स्टार्ट गर्ने छौं है त। र एप्लिकेसन रहेको छ वीवाट, मैले अलरेडी भनि पनि सकेको छु हैन, जसमा चाहिँ हामीले राम्रै अर्निङ गर्न सकिन्छ हैन। मैले अहिले चाहिँ एप्लिकेसनलाई चाहिँ ओपन गर्ने छु हैन। यसमा चाहिँ तपाईहरुले चाहिँ फर्स्टमा अकाउन्ट क्रिएट गर्नुपर्छ, गरेको छैन भने गर्न सक्नुहुन्छ। भिडियोको डिस्क्रिप्सनमा यसको लिंक छ हैन, त्यो लिंकबाट गएर तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ। र फर्स्टमा चाहिँ अकाउन्ट क्रिएट गर्दाखेरि चाहिँ तपाईहरुले युएसए चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ कन्ट्री हैन। र यसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईले हिँडेर चाहिँ अर्निङ गर्छ है। र हिँडेर तपाईहरुले चाहिँ यसमा चाहिँ राम्रै अर्निङ गर्न सक्नुहुन्छ। यदि तपाईहरु चाहिँ हिँड्नुहुन्छ र मर्निङ वाकमा जानुहुन्छ भने पनि तपाईहरु चाहिँ अर्निङ हुन्छ यसमा चाहिँ। र तपाईले पर डे धेरै नभए पनि 20-30 रुपैयाँ चाहिँ अर्निङ गर्न सक्नुहुन्छ इजिली है, काम नगरिकन यसमा चाहिँ अर्निङ हुन्छ। सो यसमा चाहिँ अर्निङ गरेको ब्यालेन्सलाई तपाईले पेपालमा विथड्र गर्न सक्नुहुन्छ हैन। र आज चाहिँ त्यही पेपालमा चाहिँ विथड्र गरेर देखाउने छु। र म चाहिँ एप्लिकेसनले चाहिँ ओपन गरिसकेको छु हैन। सो तपाईहरुले चाहिँ यसमा चाहिँ काम गर्नुभएको छैन भने गर्न सक्नुहुन्छ। यसमा तपाईहरुले केही गर्न पर्दैन, तपाईले सेटअप गर्ने हो र छोड्दिने हो। छोडिसकेपछि तपाईहरुको चाहिँ अटोमेटिकली अर्निङ हुन्छ हैन। र तपाईहरुले चाहिँ क्लेम गर्न चाहिँ बिर्सिनुहुन्न। यहाँ चाहिँ कन्भर्ट माइ स्टेपमा क्लिक गरेर तपाईहरुले चाहिँ आफ्नो स्टेपहरुलाई चाहिँ कन्भर्ट गर्न सक्नुहुन्छ। मैले अलरेडी गरि पनि सकेको छु हैन अघि। र मेरो चाहिँ यहाँ चाहिँ छैन भनेर भनेको छ। मेरो चाहिँ यहाँ मिनिमम विथड्र पुगि पनि सकेको छ। 1000 कोइन भइसकेपछि तपाईले विथड्र गर्न सक्नुहुन्छ। 1000 कोइन भनेको चाहिँ तपाईहरुको चाहिँ 10-15 डलर हुन्छ हैन। र तपाईहरुले चाहिँ फर्स्टमा आउँदै हुनुहुन्छ भने $2 सम्म तपाईले बोनस पाउनुहुन्छ। र पर रेफर तपाईहरुले चाहिँ 60-70 रुपैयाँ नेपाली तपाईहरुले चाहिँ पाउनुहुन्छ है। यसरी चाहिँ तपाईले अर्निङ गर्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै अप्सन छ अर्निङ गर्ने, म यसको लास्टमा चाहिँ कुरा गर्ने छु त्यसको बारेमा चाहिँ। अहिले चाहिँ म कसरी विथड्र गर्न सकिन्छ भन्ने बारेमा चाहिँ कुरा गर्ने छु। यहाँ रिडिममा क्लिक गर्नुपर्छ है। र तपाईहरुले चाहिँ यदि तपाईले युएसए सिलेक्ट गर्नु भएको थियो भनेपछि तपाईहरुलाई पेपालको अप्सन देखाउने छ। यदि गर्नु भएको थिएन भनेपछि तपाईहरुले देखाउँदैन। त्यही भएर तपाईहरुले अकाउन्ट क्रिएट गर्दाखेरि चाहिँ युएसए सिलेक्ट गर्नुपर्ने हुन्छ हैन। र यहाँ चाहिँ रहेको छ पेपाल रहेको छ हैन। मिनिमम $5 छ हैन। र $5 चाहिँ प्रिमियम युजरको लागि मात्रै हुँदो रहेछ। र हामीले चाहिँ $10 बनाउनु पर्ने हुन्छ, यानी 1000 कोइन बनाउनु पर्ने हुन्छ। यहाँ माथि देखेको छ हैन, 1000 कोइनको चाहिँ $15 सम्म हुन्छ भनेर भनेको छ। तल चाहिँ 1000 कोइनको चाहिँ $10 दिन्छु भनेर भनेको छ। यहाँ चाहिँ क्लिक गर्नुपर्छ यसमा चाहिँ। र 10 मा चाहिँ क्लिक गरिसकेपछि यहाँ चाहिँ विभिन्न स्टेपहरु दिएको हुन्छ। सो तपाईहरुले चाहिँ यो स्टेपहरुलाई चाहिँ हेर्न सक्नुहुन्छ हैन। रिसिभ अ मनी ट्रान्सफर भन्नेमा चाहिँ क्लिक गर्नुपर्छ। र यहाँ चाहिँ सेन्डमा चाहिँ क्लिक गर्नुपर्छ है। र सेन्डमा क्लिक गरिसकेपछि तपाईहरुको चाहिँ हुनेछ है त। यहाँ चाहिँ स्पेन्डमा चाहिँ क्लिक गर्नु होला। र यहाँ चाहिँ के भनेको छ भन्दाखेरि यहाँ चाहिँ हेर्नुपर्ने हुन्छ। र तपाईहरुले यसमा चाहिँ आइसकेपछि यहाँ चाहिँ ओके गर्नुपर्छ हैन। यहाँ चाहिँ लेख भनेको छ हैन, ओके गरे मैले। र स्पेन्डमा चाहिँ क्लिक गर्छु। र यहाँ चाहिँ मिस्टेक भएको छ है। र फेरि गर्छु म चाहिँ, यहाँ ओके गर्छु म चाहिँ, यहाँ ओके। र यहाँ चाहिँ स्पेन्डमा चाहिँ क्लिक गर्नुपर्छ भनेपछि यहाँ चाहिँ पेपाल या भ्यानम भनेको छ हैन। हामीले चाहिँ पेपालमा विथड्र गर्ने हो। सो पेपालमा चाहिँ कन्टिन्यू गर्छु म यहाँ चाहिँ है। र यहाँ चाहिँ तपाईहरुले चाहिँ आफ्नो डिटेललाई चाहिँ राख्नुपर्ने हुन्छ। पेपाल इमेल एड्रेस, फर्स्ट नेम, लास्ट नेम म तपाईहरुलाई चाहिँ राखेर पनि देखाउने छु। र मैले यहाँ चाहिँ आफ्नो डिटेललाई चाहिँ राखिसकेको छु हैन। यहाँ चाहिँ फिलअप गर्नुपर्ने हुन्छ तपाईहरुले पनि। यहाँ चाहिँ अर्डरमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ हैन। र यहाँ चाहिँ अब भनेको छ यो इमेल एड्रेस हो कि होइन, यसमा चाहिँ फन्ड ट्रान्सफर गर्नुपर्ने हो कि होइन भनेर चाहिँ अलर्ट देखाएको छ। तपाईहरुले आइएम स्योरमा क्लिक गर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ अर्डर सबमिट हुँदैछ, तबसम्म हामीले वेट गर्नुपर्ने हुन्छ हैन। यहाँ चाहिँ भनेको छ तपाईहरुले चाहिँ यो कन्फर्म गर्नुपर्छ मेल भनेको छ। र म चाहिँ ओपन माइ मेल बक्समा क्लिक गर्छु। र मेल बक्स चाहिँ ओपन हुन्छ। यहाँ चाहिँ म सिलेक्ट गर्छु जीमेल र मेरो मेल बक्स चाहिँ ओपन हुनेछ हैन। र म यहाँ चाहिँ इमेल सिलेक्ट गर्नेछु। र यहाँ चाहिँ मलाई मेल पनि आइसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ हैन। वीवाटबाट मेल आयो। त्यहाँ चाहिँ कन्फर्म गर भनेर भनेको छ है। र तपाईहरुले चाहिँ 1 आवरमा चाहिँ कन्फर्म गर्नुपर्छ भनेर भनेको छ। यहाँ विभिन्न डिटेलहरु देखाएको छ हैन। हामीले चाहिँ यहाँ चाहिँ हेर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ कन्फर्म बाइ रिक्वेस्टमा क्लिक गर्नुपर्ने हुन्छ है। र यति गरिसकेपछि तपाईहरुको चाहिँ यहाँ चाहिँ कन्फर्म हुन्छ। र यहाँ चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ एप्लिकेसन। र यहाँ चाहिँ विथड्रमा चाहिँ लागिसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ। यसरी तपाईहरुको चाहिँ विथड्र हुन्छ है। र यहाँ चाहिँ भनेको छ 15 बिजनेस डेज भनेर भनेको छ हैन। 15 डेमा चाहिँ विथड्र हुन्छ भनेको छ। तर चाहिँ यसमा चाहिँ टाइम धेरै नलाग्न सक्छ हैन। त्यति धेरै चाहिँ टाइम लाग्दैन, 1-2 दिनमा चाहिँ सायद ट्रान्सफर हुन सक्छ। सो वेट गरौँ।
र अब म चाहिँ यहाँ चाहिँ पेमेन्ट आउनसम्म कुर्छु र तपाईहरुलाई चाहिँ भन्ने छु है। यहाँ चाहिँ क्लोज गरेँ मैले र यसमा चाहिँ तपाईहरुले चाहिँ मिनिमम 1000 कोइन चाहिँ विथड्र गर्न सक्नुहुन्छ पेपालको माध्यमबाट। तपाईहरुले पेपालबाट गर्दाखेरि चाहिँ तपाईहरुले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ युएसए चाहिँ कन्ट्री सिलेक्ट गरेको हुनुपर्छ। यसमा चाहिँ त्यस्तो अरु अप्सनहरु त खासै छैन र तपाईहरुले चाहिँ यसबाट अरु अप्सनबाट पनि अर्निङ गर्न सक्नुहुन्छ हैन। त्यस्तो धेरै अप्सन छैन। यहाँ चाहिँ स्पिन छ, स्पिनमा तपाईहरुले गर्न सक्नुहुन्छ हैन। यहाँ चाहिँ गेमहरु सर्वेहरु छ र तपाईहरु रेफर गर्नुहुन्छ भने 50 कोइन दिन्छ। 50 कोइन भनेको चाहिँ नेपाली 70 रुपैयाँ जति हुन जान्छ है। तपाईहरुले यो ट्राई गर्न सक्नुहुन्छ र बाहिरको कन्ट्रीमा हुनुहुन्छ भने तपाई त्यहाँ चाहिँ सर्वेहरु अवेलेबल हुन्छ र तपाईहरुले धेरै अर्निङ गर्न पनि पाउनुहुन्छ। यसमा तपाईहरुले मेनली भन्ने हो भने काम गर्न पर्दैन, इजिली अर्निङ हुन्छ है। र मेरो भइ पनि सकेको छ हैन। मेरोमा चाहिँ 3-4 जना रेफर गरेको थिए र यसमा चाहिँ मैले हिँडेर नै कम्प्लिट गरे हैन। तपाईहरु हिँड्नुहुन्छ भने कलेज जानुहुन्छ भने यो एप्लिकेसन तपाईको लागि हो। अब चाहिँ म तपाईहरुलाई चाहिँ पेमेन्ट आइसकेपछि तपाईहरुलाई चाहिँ पेमेन्ट प्रुफ सहितको भिडियो देखाउने छु है त। ल त साथीहरु अहिलेलाई वेट गर्नु होला है। साथीहरु मेरो चाहिँ पेमेन्ट आइसकेको छ हैन। म तपाईहरुलाई चाहिँ मेरो मेलमा लगेर देखाउने पनि छु। तपाईहरुले वेट गर्नु होला। मलाई चाहिँ एउटा मेल आएको थियो हैन, पेड फ्रम वी रिवार्ड भनेर आएको थियो हैन, वी वार्ड भनेर आएको थियो र यसमा चाहिँ यस्तो मेल आएको थियो, तपाईले हेर्न सक्नुहुन्छ। र यसमा चाहिँ अब थ्यांक्स फर युजिङ त्यो भनेको छ र यहाँ चाहिँ $10 को आएको छ हैन। र तपाईहरुलाई चाहिँ फर्स्टमा नै यहाँ चाहिँ देखाइदिएको हुन्छ कि तपाईहरुको पेपालमा डाइरेक्टली यो पैसा आउँदैन र तपाईहरुले यहाँ चाहिँ तपाईहरुले आफ्नो ब्यालेन्सलाई चाहिँ क्लेम गर्नुपर्ने हुन्छ। यहाँ क्लेममा चाहिँ क्लिक गर्नु होला हैन। र क्लेममा क्लिक गरिसकेपछि तपाईहरुले आफ्नो अकाउन्ट लगइन गर्नु होला र तपाईहरुको ब्यालेन्स चाहिँ क्लेम हुनेछ हैन। र तपाईहरुले आफ्नो पेपाल अकाउन्टमा चाहिँ पाउनु हुनेछ। जबसम्म तपाईहरुले क्लेम गर्नु हुँदैन तबसम्म तपाईहरुले यो ब्यालेन्स पाउनुहुन्न हैन। क्लेम गरिसकेपछि तपाईहरुको पेपालमा आउनेछ। म तपाईहरुलाई पेपालमा लगेर पनि देखाउने छु। टेलिग्राममा अलरेडी मैले यसको पेमेन्ट प्रुफ शेयर गरिहाले हैन। र तपाईहरुलाई चाहिँ म अहिले यो भिडियो मार्फत पनि देखाउँदै छु। र मैले चाहिँ मेरो अकाउन्ट लगइन गरे हैन। तपाईहरुले हेर्न सक्नुहुन्छ। अहिले चाहिँ लोडिङ लिँदैछ, यहाँ हेर्न सक्नुहुन्छ। मलाई चाहिँ पेमेन्ट आइसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ हैन। र यसमा चाहिँ पेपालको केही सिक्युरिटी रिजन हुन सक्छ, स्क्रिन ब्लक पनि आउन सक्छ हैन। र तपाईहरुलाई म यहाँ चाहिँ हिस्ट्री देखाइदिन्छु। यहाँ चाहिँ हिस्ट्री रहेको छ र म क्लिक गरे हैन। यो चाहिँ तपाई यहाँ चाहिँ भिडियोमा नदेखिन सक्छ है। तर मैले चाहिँ तपाईहरुलाई चाहिँ पहिला देखाइसकेको छु हैन। यहाँ चाहिँ मलाई $10 रिसिभ भएको छ है। यसरी तपाईहरु पनि रिसिभ गर्न सक्नुहुन्छ हैन। यसमा चाहिँ केही गर्न पर्दैन, सिर्फ हिँड्ने हो हैन, यताउति जाने हो। अनि गाडीमा पनि जान सक्नुहुन्छ तपाईहरु। यदि कलेज जानुहुन्छ भने हैन, मर्निङ वाकमा जानुहुन्छ भने र कहीँ घुम्न जानुहुन्छ भने यसलाई चाहिँ एक्टिभ गरेर छोड्नु होला र तपाईहरुको चाहिँ अर्निङ हुन्छ है। र यो एप्लिकेसनमा चाहिँ अर्निङ अपर्च्युनिटी पनि छ है। किन भन्दाखेरि यहाँ चाहिँ तपाईहरुले रेफर गर्नुभयो भने राम्रै अर्निङ गर्न सक्नुहुन्छ हैन। पर रेफर गर्नुभयो भने चाहिँ तपाईहरुले 60-70 रुपैयाँ नेपाली पाउनुहुन्छ हैन। र यसरी तपाईले अर्निङ गर्न सक्नुहुन्छ। फर्स्टमा आउनुभयो भने तपाईले $2 सम्म बोनस पाउनुहुन्छ। $10 बसेपछि विथड्र गर्न सक्नुहुन्छ हैन। र तपाईहरुले पर डे कुरा गर्दाखेरि चाहिँ तपाईहरुले 25 कोइन पाउनुहुनेछ। 25 कोइनको भ्यालु हुन्छ $0.25। त्यसको नेपाली भ्यालु हुन्छ 30 रुपैयाँ हुन्छ हैन। तपाईले यो टास्क हैन हिँडेर तपाईहरुले 17000 तपाईले स्टेप हिँड्नु भयो भनेपछि तपाईले 25 कोइन पाइहाल्नुहुन्छ हैन। र तपाईहरु बाहिर कन्ट्रीबाट हो भनेपछि यहाँ चाहिँ अरु अप्सनहरु पनि छन् हैन। नेपालबाट पनि गर्न मिल्छ, तर तपाईहरु चाहिँ झ्याउ नमान्ने हो भनेपछि गर्न सक्नुहुन्छ हैन। मलाई त झ्याउ लाग्छ, म गर्दिन र म चाहिँ हिँड्छु मात्रै। मैले आज यहाँ चाहिँ 4000 स्टेप पुरा गरे हैन। म साँझसम्म चाहिँ 8-10 हजार स्टेपहरु पुरा गर्छु र यताउति काम हुन्छ, म हिँड्छु अनि यहाँ चाहिँ मेरो अर्निङ हुन्छ हैन। र पर डे मैले चाहिँ 10-15 रुपैयाँ चाहिँ कमाउँछु र यसमा चाहिँ कुनै पनि काम गर्दैन मैले। अब यसमा चाहिँ सिर्फ यहाँ चाहिँ कन्भर्ट स्टेप गर्ने हो बेलुकातिर आएर र त्यसपछि सुत्ने हैन। यसै चाहिँ यसमा चाहिँ काम हुन्छ है। र तपाईहरुले कसरी विथड्र गर्ने भनेर चाहिँ मैले यसै भिडियोमा भनिसकेको छु। अरु केही प्रब्लम आउँछ भने मेसेज गर्न सक्नुहुन्छ हैन, कमेन्ट गर्न सक्नुहुन्छ। म तपाईहरुको रिप्लाई चाहिँ सकेको चाँडो दिनेछु र तपाईहरुले यहाँ चाहिँ अरु कुराहरु पनि हेर्न सक्नुहुन्छ है। र यहाँ चाहिँ मैले चाहिँ हिँडेरै कमाएको हो हैन। तपाईहरुले पनि हिँडेरै कमाउन सक्नुहुन्छ। मैले धेरै दिन अगाडि भिडियो बनाएको थिएँ हैन। त्यो दिनदेखि आज मैले यहाँ चाहिँ पुरा गरे। सो तपाईहरुलाई भिडियो बनाएर देखाइहाले। सो तपाईहरु पनि इन्ट्रेस्टेड हुनुहुन्छ भनेपछि भिडियोको डिस्क्रिप्सनमा यसको लिंक हुनेछ, तपाईहरुले डाउनलोड गरेर ट्राई गर्न सक्नुहुन्छ हैन। र तपाईहरुले एउटा जान्नै पर्ने कुरा, एउटा ध्यान राख्नुपर्ने कुरा के हो भनेपछि तपाईहरुले कन्ट्रीमा चाहिँ अकाउन्ट क्रिएट गर्दाखेरि युएस राख्नुपर्ने हुन्छ है। त्यो चाहिँ इम्पोर्टेन्ट छ, तपाईहरुले त्यो राख्नु होला। र नेक्स्ट भिडियोमा चाहिँ अरु अर्निङ एप्लिकेसनको बारेमा चाहिँ कुरा गर्नेछौँ। तबसम्म बाइ बाइ, टेक केयर।